दर्शकवृन्द नमस्कार। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनमा आबद्ध कार्यकर्ता निराजन बमलाई चैत्र 2 गते शनिबार मकवानपुरको हेटौडामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा चैत्र 3 गते आइतबार चितवनबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। भरतपुर विमानस्थल हुँदै काठमाडौँ जान लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा थिए। उनले पनि तस्बिर जलाउनबाट नरोकेर मौन समर्थन गरेको पाइएको थियो। शनिबार हेटौडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन्। शुक्रबार प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहको विषयमा सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर राजावादी समर्थकहरू आक्रोशित देखिएका थिए। राप्रपाको उक्त कार्यक्रममा सयौं बैंक लुटिएको, देशमा आतंक र अशान्त बनाएको, 17,000 मानिसको मृत्यु र लाखौं जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताए।